पनि नगरेको जस्तो हुन सक्छ हो किन हुन्छ नि त म मण्डली गएँ मलाई कसैले पनि वास्ता पनि गरेनन् हेरी एउटा चाहना हामीमा एउटा हुन सक्छ त्यो कारणले गर्दाखेरि यो संगति छुटिसकेपछि एकले अर्कालाई भेट्नुस् जय मसीह भन्नुस् राम्रोसँग चिनापर्ची गर्नुस् अर्को ताका आउँदाखेरि तपाईलाई राम्रोसँग चिन्न सकौँ है अब हामी कति समयमा के हुन्छ भने हामी अगाडि देखिरहनेहरूलाई त सबैको फोकस हुन्छ नि चाहे स्तुति प्रशंसा त्यहाँनिर आइटी उता बस्ने हुने म्युजिक भिडियोमा बस्ने यता सबै हामी बस्न दिनेहरू जो अगाडि फ्रन्ट लाइनमा काम गरिरहँदाखेरि हामीलाई सबैले चिनिरा देखिरहनुहुन्छ सधैँ जस्तो तर हामीले यहाँबाट हेर्दाखेरि कतिजनालाई कहिलेकाहीँ हामी भेट्नलाई गाह्रो पनि हुन्छ है त्यसले गर्दाखेरि चाहिँ अब चाहिँ तपाईँहरू अनि त्यो भयो भने चाहिँ कस्तो हुन्छ भने एकले अर्कालाई साथी पनि बनाइन्छ साथी भइसकेपछि के हुन्छ नि अर्कोचोटि साथी न त साथी कहाँ गयो होला अब तपाईँमा एउटा उत्सुकता जाग्दछ त्यसले गर्दा साथीलाई एउटा फोन घुमा साथी तिमी सन्चै त छौ के भएर तिमी आएनौ मैले तिमीलाई धेरै खोजेँ चर्चमा देख्नको लागि म एकदम लालच थिएँ तर तिमी देखिन के भयो तिमीलाई सन्चै छ भनेर तपाईँले त्यति मात्रै भनिदिनु भयो भने तपाईँको साथीलाई चाहिँ ओहो मेरो साथी साँच्ची नै मलाई पर्खिरहेको रहेछ हुनसक्छ कुनै कुनै समस्या पनि हुनसक्छ हो कि भन्नुहोस् न भन्नाले एकले अर्कालाई हामी वास्ता गर्ने गरौँ एकले अर्काको वास्ता गरौँ सबैलाई त म एकजना बसेर यहाँ भएको सबैजनालाई फोन हान्न सक्दिनँ सकिन्छ त सकिँदैन नि त कहिलेकाहीँ हुनसक्छ मैले जगतलाई फोन हाने जगत तिमी कहाँ छौ भन्न सक्छु होला कहिले कसैलाई तर एकदम क्लोजनेस भयो भने तपाईँले एकले अर्का दुईजना मात्रै भइदियो भने पनि त्यहाँ के हुन्छ भने एकले अर्काको फोनमा कन्ट्याक्ट गर्ने अनि चर्च गयो तिमी गएनौ के थियो आज म त गइनँ आजको वचन के थियो होला भन्ने कुराहरू अनि हामीले यो अहिले एकदम विभिन्न नयाँ तरिकाबाट तपाईँहरूलाई चाहिँ कसरी हुन्छ एउटा हाम्रो एउटा थिम नै छ नि होइन ख्रिस्टमा पुत्रत्वको आत्मामा चाहिँ हाम्रो हृदय चाहिँ स्थापित गर्ने कुराहरू होइन जब हामी विश्वासी भइसक्यौँ ख्रिस्टलाई विश्वास गरेर विश्वासी भइसकेपछि अब हामी पुत्रत्वको आत्मा हाम्रो हृदय चाहिँ कसरी स्थापित गर्छौँ भन्ने कुराहरूलाई बारम्बार हामीले यी कुराहरूलाई धर्मी ठहरिएका कुराहरूमा धार्मिकता हामीमा कसरी आयो भन्ने कुराहरूमा अनुग्रह हाम्रो जीवनमा प्रशस्त छ कसरी छ भन्ने कुराहरू चाहिँ बारम्बार हामी तपाईँलाई यही कुराहरू दोहोऱ्याइ पनि छौँ यो कुराहरूले कति बेला तपाईँलाई त लाग्छ होला एउटै कुराहरू कति आइराखेको होला भन्ने कुराहरू पनि तर बाइबलले हामीलाई त्यही कुरा सिकाउँदछ हाम्रो एउटै केन्द्रबिन्दु के हो त भन्दाखेरि ख्रिस्ट हो कि भन्नुहोस् त हामी सबैको केन्द्रबिन्दु चाहिँ ख्रिस्ट त्यो पनि क्रुसमा मरिनु भएको लागि भनेर हामीले हेरिराखेका छौँ अनि लास्ट समय हेर्दै थियौँ ब्रदरले 3टा सेसन रेगुलर लिनुभयो त्योभन्दा अगाडिको सेसन मैले लिएको थिएँ एउटा याद छ तपाईँहरूलाई मैले भजन सङ्ग्रह कतिबाट लिएको थिएँ भजन सङ्ग्रह 91 है मैले भजन सङ्ग्रह 91लाई हेर्दै थिएँ नि त्यहाँनिर होइन एकदमै हामी एकदम विश्वासीको सुरक्षा चाहिँ के हो त हामी कसरी सुरक्षित हुन सक्छौँ हामी कसरी आफूलाई बलियो बनाउन सक्छौँ अनि कसरी भयो भन्ने कुराहरू मैले पछिल्लो सेसनमा चाहिँ उद्धारका कुराहरूमा हेरेको थिएँ उद्धार चाहिँ केमा थियो त ख्रिस्टमा थियो त्यो पनि क्रुसमा है अनि त्यो पछाडि सेसनहरूमा उहाँले बताउँदै गर्नुभएको थियो हेर्नुहोस् है उहाँले ख्रिस्टको आवाजलाई परमेश्वरको आवाजलाई कसरी चिन्ने कसरी सुन्ने अनि गएको हप्ता मात्रै चाहिँ उहाँले आत्मा र सत्यताबाट प्रभुलाई कसरी आराधना गर्ने यी सबै कुराहरू हामी तपाईँहरूलाई दिँदै गर्दाखेरि कतिजनाको मनमा नरहन सक्छ रहे पनि होला होइन लिनुहोस् एउटा दाना मात्र लिनुभयो भने त्यसले चाहिँ तपाईँको जीवनमा धेरै फल फलाउनेछ अनि हामी चाहँदछौँ यो चाहिँ त्यत्तिकै खेर नगोस् हामीले बाँड्ने कुराहरू भन्दा नि ख्रिस्टको वचन चाहिँ त्यो एउटा एकदम जमिन हुन्छ नि मलमलको जमिन एकदमै त्यो माटो पनि एकदम राम्रो मलजल सबै पुरा भइसक्यो त्यो जमिनमा परेको फल चाहिँ के हुन्छ भनेको छ फल छ भनेको चाहिँ नि हामीले पनि यो एकदमै ख्रिस्टमा रहेर तपाईँहरूलाई बारम्बार यही कुराहरू खुवाउने कोसिस गरिराखेका छौँ अनि तपाईँहरूले देख्नुहुन्छ यहाँनिर चित्र देख्नुभयो हेर्नुहोस् त तपाईँहरू कतिजना गाडी चलाउनुहुन्छ ड्राइभर लाइसेन्स प्राप्त हात उठाउनुहोस् त गाडी चलाउने हात उठाउनुहोस् अलि माथि हेरौँ ड्राइभिङ गर्ने भनेपछि तपाईँलाई ट्राफिक रुल एकदम मजाले थाहा छ हो कि भन्नुहोस् त यो युटर्न कतापट्टि लियो भने थाहा छ हामीसँग युटर्नको एउटा मात्रै सिम्बल छ यो युटर्नले कतापट्टि युटर्न लियो भनेको छ लेफ्ट साइडमा
होइन अर्को एउटा युटर्न हुन्छ राइट साइडमा जता तपाईँलाई मोडिनु छ त्यतै यसको अर्थ तपाईँले बुझिसक्नुभयो होला है युटर्नको मतलब चाहिँ के हो त ल भन्नुहोस् त विपरीत बाटो किन चाहिँ तपाईँ युटर्न लिनुहुन्छ त नपर्ने भएर भनेर त्यो बाटो तपाईँको लागि के छ गलत छ गलत भयो यहाँ चाहिँ धेरै जस्तो राउन्ड ओभर चल्छ होइन युटर्न चाहिँ ठुलो अब त्यति धेरै हुँदैन यहाँ युटर्न कि त राउन्ड ओभर कि त एकदमै ठुलो हुन्छ म एक दिन म यहाँनिर यो सिटीकै यता कतातिर आइपुगेको थिएँ मलाई भर्खर थिएँ कहाँ जानुपर्ने म कता गएँ हेर्नुहोस् त्यो ठाउँमा आइपुग्न मलाई 5 किलोमिटर टाढा पुगेर आएर युटर्न लिनु पऱ्यो युटर्न लिएर म फेरि यहाँ आउनु पऱ्यो भनेपछि कति गाह्रो हुँदो रहेछ भनेपछि मलाई कहाँ जानुपर्ने थियो हेर्नुहोस् है मलाई आउनुपर्ने यतै थियो तर म रङ वे गएँ क्या अब मलाई यहाँ आउनुपर्ने भयो मलाई युटर्न लिन यति 5 किलोमिटर टाढा हुँदैन तर यहीँ आउनु थियो नि म 81 युटर्न गर्ने त्यहाँ नि थिएन क्या तर हाम्रो जीवनमा हेर्नुहोस् है हाम्रो जीवनमा चाहिँ कति कुराहरू चाहिँ त्यस्तै हुन्छ क्या हामीलाई त्यो गाह्रो हुन्छ नि 5 किलोमिटर मलाई कतै बाटो बनाउनलाई मैले कति गाली गरेँ होला त्यति बेला किन नजिकै युटर्न नबनाइदिएँ म त्यो नजिकै युटर्न बनाइदिएँ सट्ट आइहाल्थेँ नि 5 किलोमिटरमा किन जानु पर्थ्यो त त्यो लाग्थ्यो मलाई लाग्यो पनि गाली नि गर्दै कस्तो होला है अब विकसित देश नेपालमा हो र बिच बाटोबाट ढ्याक्क रोक्यो सट्ट घुमायो चल ट्राफिक रुल फलो गर्नै पर्यो यो चाहिँ खास तपाईँहरूलाई मैले यो युटर्न किन देखाएँ भन्दाखेरि हामी गइराखेको दिशा चाहिँ यदि हामीमा थाहा पायो त्यो गलत छ अब यो बाटोबाट म गन्तव्यमा चाहिँ पुग्नै सक्दिनँ भनेपछि हामीले त जहाँबाट हुन्छ युटर्न त लिनै पर्यो जहाँ युटर्न लिइसकेपछि फेरि हामी त्यही दिशातिर जान्छौँ भने चाहिँ बल्ल त्यो ठाउँमा हामी के गर्न सक्छौँ पुग्न सक्छौँ हो कि भन्नुहोस् त हो कि हो भन्नुहोस् न हो भन्दा नि तपाईँहरू कस्तो लजा जस्तो गर्नुहुन्छ अहिले नलजाउनु यहाँ अहिले कस्तो बाटो छ मैले अहिले बल्ल पर्सला अलिअलि बुझ्दैछु हेर्नुहोस् है पर्सला बल्ल बुझ्दैछु गएको हप्ता अलिकति थाहा छैन कति दिन भयो थाहा छैन हामी परिवार अलिकति मेरो श्रीमतीको छुट्टी भएको दिन हामी एउटा एन्चेप भन्ने ठाउँतिर जान आएको थियौँ एन्चेप चाहिँ अलिक टाढै रहेछ यहाँबाट यो चाहिँ यो मिचल फ्रीवेबाट नि उता जानुपर्ने रहेछ है तर मेन्डुरा कतापट्टि छ मेन्डुरा त यो साइडपट्टि छ नि होइन क्विनेना फ्रीवेपट्टिबाट यता गएपछि यता छ नि भनेपछि त्यो त पूर्व र पश्चिम परि रहेछ नि हो कि ल भन्नुहोस् न म चाहिँ बिचमा छु कहिलेकाहीँ हामीलाई चाहिँ यता जानु मिचल फ्रीवे लिएर यो त्यसमा गइहाल्यौँ तर म यहाँबाट उहाँ यो ओस्मन पार्कको त्यहाँनिर पुगेपछि मलाई लाग्यो म चाहिँ के अरे ल मानिलिउँ म मेन्डुरा हिँडिराखेको छु तर मलाई त्यहाँ पुगेपछि त मलाई के गर्नु पऱ्यो त अब युटर्न त लिनु पऱ्यो यदि मैले युटर्न लिनु भने म त एन्चेप पुग्छु तर मेरो गन्तव्य एन्चेपको थिएन हो कि भन्नुहोस् न एन्चेपको थियो त थिएन तर म सीताको फ्रीवे छ चलाउँ न कस्तो लङ ड्राइभ मजा आइराखेको छ भनेर जति गए पनि म मेन्डुरा त पुग्न सक्दिनँ त्यसको लागि चाहिँ मैले के गर्नु पऱ्यो युटर्न लिनै पर्छ है अब नेक्स्ट स्लाइडमा जाउँ त्यहाँनिर हेर्नुहोस् त अब पश्चाताप कि पछुतो यो टपिक्स हेरेर तपाईँले बुझिसक्नुभयो होला खासमा म तपाईँलाई सोध्छु ल अब सोध्नै पर्छ तपाईँले उत्तर दिनै पर्छ पछुतो भने चाहिँ के हो त ठिक छ बिग्रिसकेपछि ठिक छ अरू केही छ भन्नुहोस् है तपाईँहरूले मनमा लागेको कुरा भन्नुहोस् न ढुक्कसँग बोल्नुहोस् के बोल्नुपर्छ तपाईँहरू नि एन्सर चाहिँ तपाईँहरूबाट नै छ पछुतो भन्ने बित्तिकै तपाईँले के बुझ्नुहुन्छ तर गरिन इङ्ग्लिसमा के भन्छ यसलाई रिग्रेट अर्को गिल्टी त्यही समथिङ गर्न पर्ने थियो गरिन पछुतो गर्न नहुने थियो गरि पछुतो हो दुईटा हेर्नुहोस् है कस्तो मजाले ठ्याक्क आयो नि एउटा गर्नुपर्ने थियो गरिन पछुतो अर्को गर्नु नहुने थियो गरे फेरि पछुतो अब यहाँ यो युटर्नको कुरा यहीँनिर आउँछ क्या हेर्नुहोस् है तपाईँ जानुपर्ने अन्त थियो हो कि जानुपर्ने अन्त थियो तर अन्त गइराख्नु भएछ तर गइराख्नु भयो भने चाहिँ के पुग्छ अर्कै गन्तव्यमा पुग्यो नि तर अब त्यसलाई ब्रेक गरेर तपाईँ फेरि युटर्न लिनु भने चाहिँ त्यो चाहिँ के हुन्छ थाहा छ पश्चाताप त्यसलाई इङ्ग्लिसमा रियलाइज समथिङ के भन्छ होइन इङ्ग्लिस चाहिँ मलाई थम्मै छु है फेरि माफ गर्नुहोस् जे भए पनि
अब मैले चाहिँ यो गलत बाटो गइराखेको छु भन्ने थाहा पाएपछि तपाईँले युटर्न लिनुभयो नि, त्यो चाहिँ पश्चाताप। हाम्रो जीवनमा चाहिँ कति समय यस्तै हुन्छ। तपाईँ र म विश्वासी भएको कारण के थाहा छ? के गरेर थाहा छ? पश्चाताप गरेर। किन? कसरी पश्चाताप गर्नुभयो होला भन्नु? गर्नुभयो कि भएन? पश्चाताप तपाईँहरूले गर्नुभयो? गर्नुभयो नि। ग्रहण गर्ने बेलामा हे प्रभु, हे परमेश्वर, हिजो म जुन बाटो हिँडिराखेको थिएँ, मैले गरेको पापहरू, जानेर नजानेर गरेका पापहरू चाहिँ म तपाईँमा स्वीकार गर्दछु। पश्चातापको मेन कुरा चाहिँ स्वीकार गर्नु हो। आफूले आफूलाई स्वीकार गर्नु, ल मैले गल्ती गरेछु, अब म फर्किनुपर्छ, अब म फर्किनुपर्छ भन्ने कुरा चाहिँ पश्चातापको मेन कुरा हो। तपाईँलाई लाग्ला कसरी पश्चाताप? अब फेरि बारम्बार पश्चाताप त गरिसक्नु भयो, अब गर्ने कि नगर्ने त? अब हामी विश्वासी भइसकेपछि गर्ने कि नगर्ने त? हामी त पश्चाताप गरेर आइसक्यौँ, हामी त फर्किसक्यौँ। अब कति समयमा चाहिँ हामीलाई त्यस्तो लाग्छ। अब सुन्नुहोस्, अब वचनमा जाउँ हामी। वचन हामी सायद म पढ्नेछु। प्रेरित 3 अध्यायको तपाईँहरूले त्यहाँनिर पल्टाउन सक्नुहुन्छ 19 पद। तपाईँलाई हेर्नको लागि म अनुरोधै गर्दछु यो वचन। तपाईँसँग मोबाइल छ होला, बाइबल छ होला, यदि पढ्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ भने कृपा गरी तपाईँले पल्टाउनुहोस्, हेर्नुहोस्। त्यहाँनिर लेखिएको छ, म तपाईँलाई भन्दैछु, हेर्नुहोस्। प्रेरित 3 अध्यायको 19 पद। त्यहाँ यसरी लेखिएको छ, यसकारण पश्चाताप गर्नुहोस् र फर्कनुहोस् कि तपाईँहरूका पाप मेटिउन् र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्। आमेन। यहाँनिर चाहिँ यो खास यो टपिक हेर्ने हो भने प्रेरितको पुस्तकमा त्यहाँनिर 3 अध्यायमा आइसकेपछि चाहिँ यहाँनिर पत्रुस भन्ने एकजना येशू ख्रीष्टको चेला है, पत्रुस र यूहन्ना चाहिँ त्यो एउटा प्रार्थनाको समय छ। त्यहाँनिर उनीहरू मन्दिरमा जाँदै गर्दाखेरि त्यो घटनालाई हेर्नुहुन्छ भने त्यहाँनिर एकजना त्यो मन्दिरमा चाहिँ जहिले पनि एकजना लङ्गडोलाई ल्याउने, राखिदिने एउटा कुनै व्यक्तिले, अनि त्यसपछि जाने है। अनि यूहन्नासँग पत्रुस चाहिँ त्यहाँनिर पटक पटक त्यो हेरिकन भने चाहिँ हामीतिर हेरेर तिनीहरूले केही पाउने आशा गरेर त्यसलाई ध्यान दिएर तिनीहरूले हेरिरहेको देख्ने। अब तिनीहरू हिँडिसकेपछि पत्रुस र यूहन्ना त्यहाँ जाँदै थिए मन्दिरतिर, अनि त्यो लङ्गडो व्यक्ति केही पाउने आशा, अब लङ्गडो ल्याएर राखेपछि कोही माग्ने भएपछि अथवा कोही त्यहाँ बसेपछि केही गर्न नसकेपछि केही पाउने आशा गरेर त हेर्ने अवश्य भइ नै गयो होइन र? कोही व्यक्ति त्यहाँनिर, अनि त्यहाँनिर गएर पत्रुसले जब तिनलाई भन्दछन्, हेर केटा, सुन चाँदी त मसँग छैन, अब मसँग जे छ म तँलाई दिँदछु। अब धन सम्पत्ति पैसा पनि थिएन होला, त्यसलाई केही कोइन सोइन चल्थ्यो होला, केही पनि छैन, मसँग केही छैन, तिमीले पाउने आशा गरेर हजुर हजुर एकदमै हुन्छ नि त्यो नम्र भएर एकदमै बसेर मागिरहेको थियो होला, अथवा केही पाउने आशा राखिरहेको थियो होला। अनि पत्रुसलाई त्यो थाहा भयो, त्यहाँनिर गएर भन्छ, हेर सुन चाँदी मसँग केही पनि छैन, न धन सम्पत्ति केही पनि छैन, तर जे म तिमीलाई दिन्छु, नासरत येशू ख्रीष्टको नाममा हिँड। त्यहाँनिर पत्रुसले के गरेको छ थाहा छ तपाईँलाई? के गरेको थाहा छ तपाईँलाई? हामीले अगाडिदेखि भन्दै आएछौँ नि, बोल्ने कुरा उसले घोषणा गरेको छ है, येशूको नाममा हिँड। कसो नाम भनेको छ त्यहाँ हेर्नुहोस् है, येशूको नाममा हिँड। अनि त्यो केटो त्यति बेला चाहिँ हात समातेर उठ्यो, अनि ऊ तुरुन्तै खुट्टाहरू निको भयो। हेर्नुहोस् है, त्यहाँनिर हेर्छौँ त्यो घटनालाई, हेरेँ मैले, घटनालाई लिएर गइरहेको छु। त्यहाँनिर निको भइसकेपछि ऊ एकदमै खुसी साथ त्यो फेरि मन्दिरभित्रैसँगै जान्छ त्यसपछि। अनि मान्छेहरूले देख्छन् यो केटो त अघि भर्खर त्यहाँनिर मागिरहेको, त कति वर्षदेखि त्यहाँनिर मागिराखेको, यो त्यहीँनिर कुँजो भएर बसे, कसरी निको भयो होला भनेर त्यहाँ घैला मैला हुन थालेपछि रमितीहरू हुन थाले नि त, त्यहाँ रमितीहरू हुन्छ नि त, हेर्ने के भयो होला, कसो भयो होला, केरी भयो होला ओहो भनेर। त्यसपछि पत्रुसले त्यहाँनिर त्यो भिडलाई त्यहाँनिर प्रचार गर्दछन्, सन्देश दिँदछन्,
जुन व्यक्ति तिमीहरूले चाहिँ क्रुसमा तिमीहरूले टाङ्नलाई पठायो, जुन व्यक्ति तिमीहरूले चाहिँ जो चाहिँ एकदमै पापी थियो, एकदमै काम नलाग्नेसँग तिमीहरूले त्यसको बदलामा चाहिँ त्यसलाई निकालेर येशूलाई चाहिँ तिमीहरूले क्रुसमा टाङ्नलाई तिमीहरूले समर्पण गर्यो। आज मैले केही पनि गरेको छैन, हेर, न मैले उसलाई केही गरेको छु, न केही मलम लगाइदिएको छु, न पट्टी गरेको छु, न केही पनि गरेको छैन। तर जुन व्यक्ति तिमीहरूले क्रुसमा टाङ्नलाई सुम्पिदियो, मैले उहाँको नामद्वारा यो व्यक्तिलाई मैले निको पारेको हुँ, ख्रिस्ट येशूको नामद्वारा भनेर त्यो प्रचार गर्दाखेरि अनि उसले त्यहाँनिर अन्तिममा भन्दछ, बल्ल त्यहाँनिर हेर्नुहोस्, अब यी सबै हेर्नुहोस्, यो सबै कुराहरू चाहिँ येशू ख्रिस्ट यसरी आउनुभयो, यसरी क्रुसमा पनि यो चाहिँ अगमबाणीद्वारा चाहिँ पुरा हुनु थियो, त्यो भयो। अब यस कारण तिमीहरू सबै पश्चाताप गर, फर्क, तिमीहरूले गरिरहेको गल्तीबाट तिमीहरू फर्क, तिमीहरूको पापहरू मेट्युन् र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्। आमेन। फर्कनु पर्यो। आज तपाईँ र म फर्केका व्यक्तिहरू हौँ, हामी त फर्किसकेका हौँ र पनि हेर्नुहोस् है, हाम्रो जीवनमा पनि कहिलेकाहीँ त्यस्तै समस्याहरू आउँदछ। कति कुराहरू हामी जान गइरहेछौँ, कति समय चाहिँ हामी नचाहँदा चाहिँ हामी ती बाटोहरूमा पुगिराखेका हुँदछौँ। त्यसको लागि चाहिँ हामीले पश्चाताप गर्नु पर्यो। दिन ब दिन हाम्रो जीवनमा पश्चाताप हुनुपर्दछ। तर क्षमा गर्ने चाहिँ को हुनुहुन्छ? प्रभु हुनुहुन्छ है। हामीलाई हुनु पर्यो नि, हामीले थाहा भयो यो गल्ती चाहिँ छ, यो चाहिँ गल्ती भइराखेको हो, त्यो चाहिँ फेरि केद्वारा हुन्छ थाहा छ तपाईँहरूलाई? त्यो थाहा हुन्छ नि, ओहो ला मैले गल्ती गर्न नपर्ने, म त गलत बाटो गएछु, अब म गलत बाटो जान नहुने थियो भन्ने तपाईँमा आवाज आउँछ नि, त्यो चाहिँ कसद्वारा? पवित्र आत्माद्वारा हामीमा त्यो आवाज आउँदछ। अनि ब्रदरले लास्ट समयमा उहाँले बाँड्दै हुनुहुन्थ्यो नि त्यो वचन, हिब्रूको हिब्रू 3:15 त्यहाँनिर लेखिएको कुरा हेर्नुहोस्, यदि तिमीहरूले उहाँको आवाज सुन्यौ भने आफ्नो हृदय चाहिँ के भन्नुभएको छ त्यहाँ? कठोर नपार। सुन्नुपर्ने, सुन्ने कुराहरूमा कसरी सुन्ने, कसरी चिन्ने भनेर हामीले गएको हप्ताहरूमा हेर्दै थियौँ। अनि आज त्यही कुरा हाम्रो जीवनमा पनि कति समयहरू आउँछ हेर्नुहोस् है। अनि त्यति बेला हामीले पछुतो गरेर बसेर ला मैले गर्नुपर्ने थिएन, गरेँ, त्यसले चाहिँ के गराउँछ थाहा छ तपाईँहरूलाई? त्यसले दूरी बढाउँछ, परमेश्वरदेखि दूरी बढाउँछ। दूरी जब परमेश्वरदेखि दूरी हुन्छ अनि त्यहाँ शैतानले त अवश्य काम गर्छ। त्यति बेला तपाईँ र मैले स्वीकार गर्नु पर्यो। तपाईँ र म त स्वीकारिएका व्यक्तिहरू हौ नि, हो कि भन्नुहोस् त? तपाईँ र म स्वीकारिएको व्यक्तिहरूले स्वीकार गर्नु पर्यो, प्रभु स्वीकार गर्नु पर्यो। अर्को म एउटा उदाहरण दिन्छु पछुतोको, हेर्नुहोस् त, त्यहाँ पछुतोको हेर्ने हो भने ठ्याक्कै नाम बिर्सेँ, हाम्रो चेला के थियो अरे? यहुदा इस्करियोतले के गर्यो भन्नुहोस् त? येशू ख्रिस्टसँग सँगै भोजन गरिराखेको थियो, उसले चाहिँ त्यहाँनिर मिलेमत्त गरेर भित्रभित्र साँठगाँठ गरेर सिक्कामा टक्क लाएर ल म यसरी पक्राइदिन्छु, तिमीले टक्क आएर म हक गर्छु, हक गर्ने बित्तिकै तिमीले गर, तेरो चिन्नु त्यही हो, त्यसलाई चाहिँ हो भनेर त्यहाँ खाइसकेपछि पनि गएर यहुदा इस्करियोतले के गरिदिन्छ? त्यहाँनिर पक्राइदिने काम गर्दछ नि, हो कि न भन्नुहोस् त? पक्राइदिने, येशूको चेला हो नि, उसले पक्राइदियो। तर उसलाई पछि गएर थाहा भयो नि यो मैले किन लिएँ भने, उसले त्यो सिक्का पनि फालिदिन्छ। तर उसले एउटै के गर्दैन थाहा छ? उसले पश्चाताप गर्दैन, उसले प्रभुमा प्रार्थना गर्दैन, उसले झुक्दैन, मैले गल्ती गरेँ भने उसले स्वीकार्दैन। तर त्यो पछुतो उसले कहाँ पुर्यायो उसलाई? हेर्नुहोस् त, कहाँ पुर्यायो? मृत्युमा। ऊ मृत्युमा हुनु पर्यो, ऊ मृत्यु भयो उसको, उसले मृत्यु भोग्नु पर्यो। तर उसले त्यति बेला पश्चाताप गरेको भए, हेर्नुहोस् त, उसले स्वीकारेको भए उसले त्यो मृत्यु भोग्नु पर्ने थिएन नि। ऊ त आज परमेश्वरको चेला, ख्रिस्ट येशूको चेला थियो, सँगै बसिरहेको। अर्को चेला पत्रुस हेर्नुहोस् त, ऊ त सँगै हिँडेको। प्रभु तपाईँलाई यो सारा सबले तपाईँलाई इन्कार गरे नि, म चाहिँ इन्कार गर्दिनँ,
म तपाईँलाई पछ्याउन छोड्दिनँ भनेर एकदमै अठोट गरेको व्यक्ति जब येशू ख्रीष्टलाई पक्रियो यो पनि हो येशू ख्रीष्टको चेलासँग यो पनि हो भन्ने बित्तिकै म त होइन 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 त्यो व्यक्तिसँग म त छँदै छैन उसले भनेको हो नि। तर 3 चोटि भारै बाँच्नुभन्दा अगाडि उसले त्यो सबै कुरा थाहा पाउने बित्तिकै उसले के गर्यो थाहा छ? उसले आफ्नो पाप स्वीकार गर्यो। उसले स्वीकार गर्ने बित्तिकै प्रभुले उसलाई ती सबैको लागि उसलाई तयार गर्नुभयो नि, चलाउनु भयो नि, हो कि ल भन्नुहोस् त। अनि अर्को कुरा हेर्ने हो भने हामी दाउद राजालाई हेरौँ न। दाउद राजालाई, दाउदले पनि एकदम कस्तो राजा थिए तिनी, हेर्नु दाउद राजा प्रभुको नजरमा ओहो यो मेरो छोरा, यसले त कहिले मलाई यति आराधना गर्छ, यति प्रशंसाको भजनहरू गाउँदछ। त्यस्तो व्यक्तिले पनि ऊ व्यभिचारमा फस्यो। उसले आफ्नै नौकरी बेत्सेबासँग उसले आफ्नो व्यभिचार गर्न पुग्यो। तर पछि गएर उसले पश्चाताप गर्दछ। भजन सङ्ग्रह 50लाई हेर्ने हो भने त्यहाँ पुरै पश्चातापको भजन छ। त्यहाँनिर उसले हे प्रभु मलाई क्षमा गर्नुहोस्, मलाई क्षमा गर्नुहोस्, मलाई म पश्चाताप गर्छु। आफूले नम्र तुल्याएर दुनिया गरेर उसले पश्चाताप गरेको कुरा र प्रभुले उसलाई क्षमा दिनुभएको कुराहरू पनि छ। अनि आज हाम्रो जीवनमा पनि हामी हेर्दछौँ कति समयमा हामी पछुतो मात्रै गरिराखेका हुन्छौँ। थाहा भएन त्यो जानु नपर्ने बाटो थियो, गर्नु नहुने कुरा थियो, टक्क रक्सीको टक्क एउटा छ नि त्यो बलमा सट्ट आइसाले यस्तो घुमाइराखेको छ। यो त मैले खानै हुँदैन, खानु त हुँदैन नि, हो त। त्यो खायो भने के हुन्छ, मेरो मुटु कलेजमा अलिकति असर गर्छ, मलाई थाहा भयो नि त्यो होइन, त्यसले मलाई अलिकति असर गर्छ भन्ने कुरा उदाहरण मात्र दिएको। फेरि मैले तपाईँलाई खानुहुन्छ भने नि छैन, खानुहुन्न भने नि छैन, अरे उदाहरण मात्रै दिएको। त्यो चाहिँ अब हानिकारक छ नि, त्यसले चाहिँ हानिकारक छ भने पनि हामी त्यसलाई के गर्छौँ लिन्छौँ भने चाहिँ तुरुन्त देखिन्छ। त्यसले त्यो खाने बित्तिकै एकदम ऊ हस्पिटलको बेडमा गइहाल्ने भन्ने कुरो नि छैन। तर त्यसले के गर्छ थाहा छ? त्यसले बिस्तारै बिस्तारै उसको शरीरको एकदमै भित्र अङ्गहरूलाई चाहिँ त्यसले बिस्तारै खाँदै जान्छ अनि अन्तिममा गएर चाहिँ के हुन्छ, मृत्यु नै हो। होइन भन्नुहोस् न। भन्नाले हाम्रो जीवनमा पनि हामीले गरेको कति कुराहरूले चाहिँ त्यसलाई हामीले एकदम पछुतो मात्रै गरेर बस्यौँ। तर अब त्यो फर्केर त्यो त्यागेर हामी फर्केनौँ भने चाहिँ फेरि त्यसले चाहिँ हामीलाई कहाँ लाँदछ त? मृत्युमा लाँदछ। अनि अहिले हामीले के नै गर्नु पर्नेछ? तपाईँ र मैले त सिर्फ स्वीकार गरेर हामी उहाँमा स्वीकारेका व्यक्तिहरू हो कि भन्नुहोस्। आउनेवाला थियो अनि योनालाई भन्छ जा त्यहाँनिर गएर मेरो जनलाई भन् सम्झा भन्छ। तर योना चाहिँ तर्की अन्त हुँदै जान्छ। र पछि गएर ती व्यक्तिहरू त्यहाँका राजाले थाहा हुन्छ उनीहरूले आफूले आफूलाई एकदम भाङ्रा लगाएर खरानी दसेर पश्चाताप गरेको। प्रभु भन्नुहुन्छ नि इजकेलको, यदि मेरो आफ्नै नाउँ दिएको प्रजाले, होइन त्यहाँ के छ त्यस्तै छ होइन, मैले पुरा आएन, यदि मेरो आफ्नै नाउँ दिएको प्रजाले आफूलाई नम्र पारेर है ममा नम्र भएर उसले पाप स्वीकार गर्छ, ममा प्रार्थना गर्छ, म त्यसको आवाज सुन्नेछु र म त्यसलाई उत्तर दिनेछु। इतिहास दोस्रो इतिहासकै पुस्तकमा होला सायद, मलाई लाग्छ यो इतिहासको पुस्तकमा छ। अब यो पुरा भन्न सकेन, तपाईँले भन्नु पऱ्यो, घर घर हेर्नु पऱ्यो, मलाई अर्कोचोटि व्रत यतिमा रहेछ भनिदिनुहोस् ल। हामी भनेपछि स्वीकार गर्ने कुरा। आज तपाईँ र मेरो निम्ति चाहिँ यस्तो कुराहरू छ जुन कुरा चाहिँ न तपाईँ र मैले केही न भाँडा लाउनु परेको छ, न खरानी धस्नु परेको छ, न 24 घण्टा भोगभोगै बस्नु परेको छ। एउटै कुरा तपाईँ र मैले उहाँमा पश्चाताप गरेर स्वीकार गर्नुपर्ने कुराहरू छ। अनि ती कुराहरूद्वारा नै तपाईँ र म आज स्वीकारिएका छौँ। आमेन। हामी स्वीकारिएका व्यक्तिहरू हो नि, हो कि भन्नुहोस् त। हामीमा आउँछ नि कति कुराहरू समयमा आउँछ, हामीलाई त्यो पछुतो पर्ने कुराहरू आइराख्दाखेरि प्रभुलाई भन्नुहोस्। अनि त्यहाँ प्रभुको आवाज आउँदछ नि, जुन कुराहरू छोरा छोरी तिमी गइराखेको बाटो, तिमी हिँडिराखेको बाटो, तिमी जान आँटेको बाटो यो चाहिँ गलत छ। त्यही भएर तपाईँको हृदयलाई कठोर नपार्नु भनेको कारण थियो। जुन प्रभुको कुरा सुन्नु हुँदछ अनि त्यो कुराबाट तपाईँ फर्कनुहोस्। राम्रो उदाहरण हेर्नुहोस् त, उडन्तेको छोरा होइन, जुन छोरा चाहिँ घरको बाउको धन सम्पत्ति सबै माग्छ, जान्छ, उडाउँछ,
सबै कुरा सकिन्छ, उमा के हुन्छ? उसले पछुतो मात्रै गरेर बसेको, उसो फर्किन्न भनेर उसले घोषित गरेको भए, त्यो फर्किन भनेर उसले पछुतो मात्रै गरेर बसेको भए, मैले गल्ती गरेँ भनेर ऊ नफर्किकन बसेको त ऊ सधैँ त्यही सुँगुरको चारो मात्रै खाएर बसिरहन्थ्यो, हो कि भन्नुहोस् त? अनि त्यो चरा कति दिन रहन्थ्यो होला, रोग निम्तिन्थ्यो, त्यो दुनियाँधरि हुन्थ्यो होला, मर्थ्यो बिचरा, आफ्नो बाबु त्यहाँनिर पर्खेको हुन्थ्यो होला। तर उसले आफूलाई त्यहाँनिर परिवर्तन गर्यो, म फर्किन्छु भनेर घुमायो। अब हेर्नुहोस्, ऊ घुम्यो, मैले गल्ती गरेँ, मैले जहाँ गल्ती गरेँ, अब म स्वीकार्दछु, मेरो बाबुको घरमा म फर्काउँदछु भनेर जब ऊ फर्क्यो, उसलाई कसरी स्वागत भएको छ थाहा छ नि, हो कि भन्नुहोस् त? एकदमै सुनको औँठी लिएर आएर टक्क लगाइदिन्छ बुवाले, उसको लागि एकदम मोटो, एकदम खतरा बोको त्यहाँनिर काट दिइराख्नु भएको छ भोजको लागि। नयाँ कपडा, मेरो छोरो कहिले फर्केला म नयाँ कपडा दिउँला भनेर बाबु त्यहाँ तयार। सबभन्दा ठुलो कुरो, उसको छोरो त्यहाँनिर बाबुले मेरो छोरो हराएको थियो, आज मैले भेटेको छु। तपाईँ र म त हामी मरेका थियौँ, प्रभुले तपाईँ र मलाई उहाँको त्यो बौरी उठाइसँग जीवित पार्नु भएको छ। आमेन। तपाईँ र म त जीवित छोराछोरीहरू हौँ ख्रिस्टमा, उहाँको पुनरुत्थानमा। अनि आज हाम्रो जीवनमा आउँछ, त्यसो नआउने होइन। कति समयमा हामीले गल्ती गरिराखेको छ हाम्रो बोल्ने कुराहरूबाट, हो कि भन्नुहोस् न, हामीले गर्ने व्यवहारहरूबाट होला। हामी संसारमा छौँ नि, यो संसारमा तपाईँ र म मात्रै भेला हौँ एकछिन, कस्तो आनन्दको कुरा हुन्छ, माहौल कस्तो ख्रिस्टका कुराहरू हुन्छन् होइन। हामी ब्रदर भेट्दाखेरि त यस्तो बवाल हुन्छ कि त्यो घन्टौँ हामीले ख्रिस्टको कुराहरू भनेर साध्य चल्दैन। तर हामी यहाँभन्दा बाहिर अलिकति जाउँ, हाम्रो त कम्युनिटी छुट्टै छ, हामी छुट्टै ठाउँमा परिवेशमा काम गर्दछौँ। त्यसले के गर्छ भने अलिकति हामीलाई वातावरणले नै घुमाइदिन्छ कि त्यो एकदम रिस उठ्ने ठाउँमा काम गऱ्यो भने लास्टै रिस उठ्या गर्छ, हो कि भन्नुहोस् न? त्यो डिमेन्सिया एचकेयरमा, अब म एचकेयरमा काम गर्ने भएर भनेको, एचकेयरको त्यो डिमेन्सिया वार्डमा गएर काम गर्नुपर्छ। त्यो मान्छे व्यक्तिहरू अब बिचरा के भन्ने, गल्ती त उनीहरूको होइन, हामी त त्यसको लागि स्वीकार गरेर गएको हो नि त, भनेपछि यस्तै व्यक्ति हेर्नुपर्छ भने गएको हो नि। तर पनि हामीमा रिस उठ्दछ, तर पनि त्यति बेला भित्र मनमा आउँछ यो चाहिँ गलत छ नि, यो चाहिँ तिमीले गर्नु हुँदैन नि। त्यहाँ कति हामी संयमता अपनाउँछौँ नि, हो कि भन्नुहोस् त? केही पनि गर्न मिल्दैन, गर्न मिल्छ त? भोलि गऱ्यो कि आउट, अर्को के लाग्छ, एलिगेन्सहरू के लगाउने हो होइन, रेजिडेन्टलाई पिट्यो दुनियाँधरि भन्ने होला, बोल्न त ठुलो स्वरले पाउनु। हाम्रो जीवनमा पनि त्यस्तै कुराहरू हुन्छन् जुन कुराहरूले हामीलाई चाहिँ परमेश्वरतर्फ फर्कनलाई रोकिराखेको हुन्छ। त्यति बेला प्रभुको आवाजलाई सुन्नु पर्यो, हामीले उहाँको आवाजलाई सुन्नु पर्यो, चिन्नु पर्यो, हाम्रो हृदय चाहिँ कठोर पार्नु भएन। आमेन। मैले धेरै बोलेँ होला है, माफ गर्नुहोस्, म धेरै बोल्दिनँ। अब आउने हप्ता चाहिँ म तपाईँहरूलाई अहिले मैले पश्चाताप भने, पश्चाताप भनेको फर्किनु हो, पछुतो भनेको मैले गरेँ तर म त्यसलाई स्वीकार्दिनँ भनेर बस्नु चाहिँ पछुतो हो। यसलाई सिम्पल तरिकाले बुझौँ, यदि तपाईँ र म त पश्चाताप गरेर फर्केको, स्वीकारिएर फर्केको, हामी स्वीकार गरिएको नै, तपाईँ स्वीकार गर्नु भएर तपाईँ स्वीकारिएको व्यक्तिहरू, हामी त्यसै त भएको होइन नि। हामीले त सिर्फ हाम्रो निम्ति हामीले बारम्बार भनिराखेका छौँ, बारम्बार एउटै कुरा, ख्रिस्ट हाम्रो निम्ति क्रुसमा मर्नु भएको, हो कि भन्नुहोस् त? उहाँ क्रुसमा, उहाँ धर्मी हुनुभएको कारणले तपाईँ र मको उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएको कुराले, तपाईँ सिर्फ त्यो पनि के कारण? पश्चातापै गरेको कारणले। तपाईँ त्यो पश्चाताप कसरी आयो? तपाईँलाई पवित्र आत्माले बोल्नु भएको कारणले। त्यही हो, यहाँ सबै कुरा घुमेर आउँदाखेरि ख्रिस्ट नै हुनुहुन्छ, सबैभन्दा ख्रिस्ट नै हुनुहुन्छ। आउने हप्ता हामी क्षमाको विषयमा हेर्दैछौँ, तपाईँहरू तयार भएर आउनुहोस्, हामी क्षमाको विषयमा हेर्नेछौँ। क्षमा भने म एउटा क्वेसन सोध्छु तपाईँहरूलाई, त्यसलाई चाहिँ बट्ट एन्सर आउनुपर्छ ल, हुन्छ? मैले अहिले भने नि क्षमा भनेको, क्षमा मैले त्यति बेला भन्न सक्छु, क्षमा कसरी पाउनुभयो त भनौँला, क्षमा के हो भनौँला होइन। ख्रिस्टले हामीलाई दिनुभएको अलिकति तपाईँहरूले अध्ययन गर्नुहोस्, हुन्छ? हुन्छ, प्रभुलाई धन्यवाद भएको होस्। अनि अब यो हामी छुटेर जानेछौँ, एकछिन भेट्नुहोस्, एकले अर्कालाई भेट्नुहोस्, चिन्नुहोस्। म त अझै भन्नुहोस्, हाम्रो नयाँ ब्रदर अभिषेक आउनु भएको छ, कृपा गरी उहाँले चाहिँ एकदम रिक्वेस्ट गर्नुभएको रहेछ, केमा रिक्वेस्ट गर्नुभएको छ, कसले चलाउनुहुन्छ फेसबुक मेसेन्जरहरू, उहाँको एक्सपेक्ट गरिदिनु पऱ्यो है। उहाँले एक्सपेक्ट नगर्ने विचारमा आज आउनु भएको छ, गएको हप्ता मात्र नेपालबाट आउनुभएको छ। ब्रदरलाई हामी एकदम स्वागत गर्दछौँ है। अनि हाम्रो अरू धेरै दाजुभाइ दिदीबहिनीहरू कतिजना आउनुभएको छैन, हामीले बिस्तारै खोजी तलास, साथसाथै यो तपाईँको फेसबुक, इन्स्टा, टिकटक जे जति छ, अब चाहिँ हामीले यसलाई चाहिँ अलिकति युज गर्ने कोसिसमा जाँदैछौँ।
त्यसद्वारा पनि हामीले यो सङ्गतिलाई चाहिँ अझै मजबुत बनाउँदै जानेछ। आमेन। हुन्छ ल, आउनुहोस् हामी प्रार्थना गरौँ अनि हामी छुट्नेछौँ, खानाको निम्ति जानेछौँ अनि गफहरू गर्नेछौँ। प्रभु हामी धन्यवाद चढाउँदछौँ, तपाईँ कति महान हुनुहुन्छ प्रभु। आज तपाईँ परमेश्वरले हामीलाई असल वचन दिनुभएको छ प्रभु। हामी आज तपाईँको आवाज सुन्ने र चिन्ने व्यक्ति भएका छौँ। आज जुन तपाईँमा हामी स्वीकारेका व्यक्तिहरू हौँ प्रभु, हामी पश्चाताप गर्दछौँ तपाईँले हामीलाई स्वीकार्नु भएको छ। हामी धन्यवाद भन्दछौँ, हामीलाई प्रभु पछुतोमा नराख्नुहोस्, हामी पछुतो गरेर बस्नु नपरेको होस्, हामी आफ्नो हृदयलाई कठोर पारेर बस्नु नपरेको होस्। पवित्र आत्मा तपाईँले काम गर्नुहोस्, तपाईँले काम गर्नुहोस्। आज त्यस्ता कुराहरूले गर्दा प्रभु हाम्रो जीवन चाहिँ मृत्युतर्फ नगएको होस्। हामी अलरेडी जीवित परमेश्वरका जीवित छोराछोरीहरू भएका छौँ। शैतानले हाम्रो जीवनमा धेरै कामहरू गर्न कोसिस गर्दछ, ती सबै नासरत येशूको नाममा नै हामी इन्कार गर्दछौँ। प्रभु धन्यवाद, धन्यवाद चढाउँदछौँ प्रभु। हामी ती सबै कुराहरूबाट फर्किआएका छौँ प्रभु। तपाईँले स्वीकार्नु भएको लागि धन्यवाद, धन्यवाद भन्दछौँ। हामी छुट्नेछौँ प्रभु। तपाईँ परमेश्वरले हामीसँग आउने हप्तासम्म तपाईँको सुरक्षा, हाम्रो पढाइ, काम, धन्दा, हरेक कुराबाट तपाईँ परमेश्वर महिमित हुनुहोस् प्रभु। तपाईँलाई धन्यवाद। जुन हामी अहिले खर्चेको भण्डारको निम्ति प्रार्थना गर्छौँ, जुन भोजनहरू लिनेछौँ, ती भोजनमा तपाईँ परमेश्वरको आशिष माग्दछौँ प्रभु। तपाईँले लिनुहोस् प्रभु। येशू ख्रीष्टको अनुग्रह, परमेश्वर पिताको प्रेम, पवित्र आत्माको सङ्गति हामीहरूसँग सदा सर्वदा रहिरहँ। आमेन, आमेन। जय मसीह। यहाँहरू सबैजनालाई धन्यवाद, धैर्यताका साथ सुनिदिनु भयो।